नमस्कार सम्पूर्णमा आज चाहिँ भैरवकुण्ड यात्राको दोस्रो दिन हामी सबैजना 3:30 बजे नै उठेर तयार भइसकेका छौं हाम्रो यात्राको लागि। Let's rock. अहिले कति बज्यो 3:30 हो हामी 3:30 बजे हिँड्न लागिरहेको छ राम्री भएर टलक्क टल्केर ओहो मेरो साथीहरु यतापट्टिको हुनु यो गोल्लु मोलु स्नोम्यान करिब 1.5 घण्टा गाडीको यात्रापछि हामी पैदल मार्गतिर लाग्यौं। बाटो एकदमै अफ रोड थियो, विचार पुर्याएर आउनु होला हजुरहरु। हामी पुग्दा भर्खरै सनराइज भइरहेको थियो। इट्स लुकिङ भेरी ब्युटिफुल। हामीले केही भ्यूजहरुलाई क्याप्चर गर्यौं, एउटा दुईटा टिकटक बनायौं, रमाइलो गर्यौं र फेरि हाम्रो यात्रामा अगाडि बढ्दै गयौं। 1 घण्टा त रमाइलो गर्यौं, त्यसपछि हाम्रो हालत यस्तो भएको थियो। I don't know where it is but on the way of भैरवकुण्ड हामी चाहिँ साथीहरु इन्फ्लुएन्सरहरु टिकटकरहरुको भरमा परेर आयौं। तर साथीहरु प्लिज तपाईहरु फर्स्ट टाइम हाइकिङ गर्दै हुनुहुन्छ भने म त हात जोड्छु प्रिपेयर्ड भएर आउनुस्, मेन्टली प्रिपेयर्ड भएर आउनुस्। हाइकिङ नगएको हिँड्नु हिँडे मान्छे काठमाडौँमा जन्मे हुर्के मान्छे चाहिँ नआउनुस्। बाटो एकदमै ठाडो उकालो भर्याङ चढ्नु पर्ने भएकोले हामीलाई भर्याङको फोबिया पनि भइसकेको थियो। भर्याङ देख्ने बित्तिकै हाम्रो सातो उठ्थ्यो। त्यसपछि केही सनराइजको भ्यूजहरु हामीले क्याप्चर गर्यौं। बाटोमा बिस्तारै लामो सास लिँदै हिँड्दै गर्यौं, तर मेरो साथी सलमानलाई एकदमै गाह्रो भएको थियो। म सक्दिन जान। हुन त उसलाई एकदमै गाह्रो भएको थियो, तर हामी सबैजना साथीहरु मिलेर बाटोभरि उसलाई हौसला दिँदै अगाडि बढ्न प्रेरित चाहिँ गरिराख्यौं। तर पछि गएर चाहिँ केही समयपछि हामी सबैजनालाई एकदमै गाह्रो भयो। यहाँहरुले अवस्था हेर्न सक्नुहुन्छ। हामी सबैजना बाटोमा लडिरहेका छौं, उठ्नै सक्ने स्थितिमा छैनौं। कोही पर साथीहरु भमिट गरिरहनु भएको छ लेक लागेर। हामीले एक अर्कालाई हौसला दिँदै अगाडि बढ्दै गयौं। बाटोको भ्यूजहरु एकदमै राम्रो थियो, सुन्दर थियो हैन। कहिलेकाहीँ शरीरले साथ नदिँदाखेरि चाहिँ त्यो सुन्दरताको केही अर्थ नहुँदो रहेछ। सबैभन्दा ठूलो स्वास्थ्य नै हुँदो रहेछ भन्ने कुरा चाहिँ हामीले यहाँ गएर महसुस गर्यौं। हामीले एक अर्कालाई जो अगाडि पुग्यो उसले चाहिँ हौसला दिँदै अगाडि बढ्न प्रेरित गर्दै हामीले यो ट्रेक चाहिँ कम्प्लिट गरेका छौं। सामान्यतया भैरवकुण्डको ट्रेकिङ कम्प्लिट गर्नको लागि चाहिँ 1.5 घण्टादेखि 2 घण्टासम्म मात्र लाग्छ रे। तर हामीलाई यो ट्रेकिङ कम्प्लिट गर्नलाई चाहिँ 4 घण्टा लाग्यो। बल्ल तल्ल हामी भैरवकुण्ड पुग्यौं। तर भैरवकुण्डको ब्युटी देखेपछि हामी मन्त्रमुग्ध भयौं। एकछिन यहाँ लट्ठ परेर यहाँको सुन्दरता हेर्दै भैरवनाथको दर्शन गर्यौं र हामीले चाहिँ एकछिन भिडियो खिचेर हिउँसँग खेल्दै रमाइलो गरेर विश्राम गर्यौं। अनि टिकटक भिडियो फोटो त जति थाके पनि कहाँ बनाउन छाड्छौं र। सबैजनाले रमाइलो गर्यौं, एकछिन भिडियो खिच्यौं, फोटो खिच्यौं, रमाइलो गरेर थकाइ मारेर हामी चाहिँ भैरवकुण्डबाट फर्कियौं। यसरी चाहिँ हाम्रो थकानले भरिपूर्ण हाम्रो ट्रेक चाहिँ कम्प्लिट भयो। तर मेमोरी चाहिँ एकदमै राम्रो भयो। अहिले सम्झिँदाखेरि चाहिँ एकदमै खुसी लाग्छ, एकदमै रमाइलो लाग्छ। यदि हजुरहरु पनि भैरवकुण्डको ट्रेकमा जाने प्लानमा हुनुहुन्छ भने प्लिज मेन्टली फिजिकल्ली आफू प्रिपेयर्ड भएर मात्र जानु होला। त्यहाँ खान बस्नको लागि राम्रो सुविधा पनि छैन। बाटोहरु पनि एकदमै अफ रोड छ, तर मेमोरिज चाहिँ भने एकदमै ब्युटिफुल कलेक्सन हुनेवाला छ। थ्यांक्स फर वाचिङ।